बोयफ्रेन्डलाई प्राइभेट पार्टहरु देखाए हा मजा आउँछ हो खाना अब बोलौँ ल अब बच्चा भाइसी बोलाउँछ हेलो गाइज ल आज म फेरि आइसकेको छु मेरो नयाँ भिडियो लिएर आज हेर्न सक्नुहुन्छ मसँग छ नयाँ साथी मेरो है नमस्ते नमस्ते उसको नाम चाहिँ मेनुका श्रेष्ठ हो नेवारनी पर्यो है जोजोलोपा नेवारनीमा जोजोलोपा पनि भन्छ नेवारहरुको नमस्ते जोजोलोपा त हो नि चुप राइलिङ तामाङहरुको त लास्छ हो ल आज हामीसँग छ अन्डा अनि यो हो भुटन राँगाको भुटन यो हो छोइला अनि आलु अन्डाको झोल आलु अन्डा अनि आलु अन्डाको झोल हो अन्डा चाहिँ छुट्टै निकालेर राखेको अनि त्यसपछि सलाद अनि पापड अनि खुर्सानी ल यस्तो भोक लागेको मलाई बिहानदेखि भोकै राखेको छ नि ल यति भन्दै अब हामी खाना सुरु गर्छौं है त लास्टसम्म हेर्दिनु होला इन्जोय गर्दिनु होला दाजुले पनि बुझ्यो भने यहाँ रहेछ थ्याङ्क गड मलाई चाहिँ पापड खान्छ बेला बिहानदेखि भोक लाग्यो यो मान्छे कहाँबाट आएको गोकर्णदेखि आएको है मेरो इन्भाइटमा सुनिरह बनाउन सुनिरह मैले बनाएको एकदम खान मन लाग्यो रे उसलाई मेरो फर्स्ट टाइम हो फेरि हामी कति 3 वर्ष लिटरली 3 इयर्स पछि भेटेको है फेरि है लास्ट टाइम प्रोग्रामको बेलामा हाइटकै प्रोग्राममा हो सोल्टी कि हाइट सोल्टी हो कि हाइट हो कि सोल्टी हो हैन हाइट हो हाइटमा हो नि लास्ट टाइम त अब हामी चाहिँ खाइम ल इन्जोय गर्दिनु होला हेरेर छोइला इज माई फेभरेट छोइला अनि कस्तो लाग्यो मेरो खाना मेरो हातको खाना मिठो छ खोर्सानी पिरो नरहेछ हौ मेरो भिडियो जो पनि चस्मिस मात्र आउनु भयो यार पिरो खानु साथी पिरो भयो भने त भनिहाल्थ्यो नि नानीलाई सुनाऊ धेरै पछि भेटेको छ के चल्दैछ जिन्दगी मेरो जिन्दगी जस्तो राम्रो त कस्तो होला र ए भन है बेमा पनि बोलाएन बेमा बे गरेको पनि थाहा पाएन एकैचोटि बोलेको हैन कहिले मैले युट्युब बनाउन थालेपछि युट्युबमा देखेर बोलेको अनि सोशल मिडियामा त गायबै भएको थियो नि त हामी त अनि पहिला त एड थियो जस्तो लाग्यो हैन इन्स्टाग्राममा मात्र हो पहिला पनि एड थियो त फेसबुकमा चाहिँ छैन के होला बोलेन म त्यस्तो इन्स्टाग्राम चलाउँदिन नि त सेलिब्रेटी हो नि त सेलिब्रेटी झन् इन्स्टाग्राम चलाउँछ तिम्रो त कति धेरै फलोवर्स छ यार केमा इन्स्टाग्राममा छैन कति छ 600 होला मेरो भन्दा धेरै छ हौ तिम्रो कति मेरो नभन होला बिल्ला हुन्छ तिम्रो भन्दा अलिकति हो भुटान कस्तो भएछ यो मन पर्दैन के रानी म रानी कहिले खाँदिन तिमी खोर्सानी नखाने खाइहाल्छु मेरो खाने रहेछ म झन् पिरो कति खान्छु
साथी अहिले टिकटकमा यो त त्यो हेर हेर न कसले देखाउँछ मलाई त्यो टिकटकतिर हालिदिन्छ त क्लिपहरू तर मैले चाहिँ हेरेको थिएन है मैले सुनेको फोनमै बोयफ्रेन्ड गङ्गुको काण्ड भिडियो भनेको थियो त्यसले त्यही त हो नि लाग्छ छैन मलाई गोकर्णहरू बिहान यहाँ अहिलेसम्म भोकेर हो धेरै टाढा बस्यो क्या तिमी आजको यो भिडियो बनाउन हामी यति धेरै दुःख गरेको नि हामीलाई मात्रै थाहा छ खास गरी हामीले नेवारी डिस गर्ने भनेको थियो अनि फुड मान्डुबाट ट्राई गरेनौँ कि पठाउबाट ट्राई गरेनौँ कि लोकेसन टाढा भयो भनेर के गर्नु है मेन रिजनै त्यही भने नि त उनीहरूले प्रायः सब 5 घन्टा भुजु लाग्यो 5 घन्टा त नभनौँ 4 घन्टा लास्टमा घुमी फेरि केमा झर्यौँ भातमा त्यही भएर आज हामीसँग यो भुटन र छोया भएको कारण त्यो हो कि यो चाहिँ हामीले घरमै बनाएको अनि अरू चाहिँ अर्डर गर्नु पर्ला भनेर दोकानतिर बनाउन त आउँथ्यो तर अल्छी माने हामीले नि टाइम गइसकेको थियो नि त कताको बनाएर बस्नु नि के छ लगाम अहिले न यो चाहिँ रक्सी हो रक्सी है गाइज यो चाहिँ पानीको रक्सी मलाई रक्सी धेरै दिएको गाउँले होइन हो बिचारा मेरो गौरी टेन्सनमा छ स्टार्टिङ हो नि त भर्खर बिस्तारै ग्रो अप हुन्छ न त्यसमा पाँच राखिदिने नि सरी के अरे हाड बिनाको जिब्रो भन्छ होइन बोनलेस लतपत्यो क्या खोजन टोक्ने अझै त्यही एउटै सकेर हिँड्न सकेको मान्छेको म पिरो नखानु मान्छ पिरो भएको छैन झन् पिरो खानु मान्दैन प्लिज हाम्रो सोसियल मिडियाहरू सबै फलो गरिदिनु होला यो इन्स्टाग्राम आइडी गौरीले राखिदिन्छ होइन त के सिंगल मान्छेहरूले कन्ट्याक्ट गर भन्नु भनेको तिमीले होइन मेरो फलोवर्स बढ्छ भनेर क्या तिम्रो साथी पनि फलोवर्स बढोस् न तर भुटन यस्तो साह्रो हुँदा धेरै फ्राई गरेछु होइन डाटे दुखाऊ कस्तो साह्रो बरु छोइलाई नरम न साह्रै दुख्छ जस्तो हाम्रो त्यो सरी धेरै देखेन कि त्यो भएर चाहिँ हटाइदिएको क्या होइन सबै खाने है सबै ओके हुन्छ
खाना हाल्ने नाइ तिमी हाल न मेरो साथी मोटो वाली पन्नु त पन्नु देऊ न म हल्का खाना खान्छु ल खाऊ खाऊ खानालाई बनेको हो ज्यान के भयो के भएन मलाई गाह्रो भयो कि भनेर क्या कस्तो लाग्यो त झोलको गाइस गेस गर्नु ल मैले कतिवटा अहिलेसम्म कतिवटा खुर्सानी चपाएँ धेरै चपाइसक्यो सकिन्छ पिरो छैन भने यसो चपाइहाल्दिनु नि त्यही म डल्ले खोर्सानी 8वटासम्म चपाउनु सक्छु गफ हानेर टु बी अनेस्ट बच्चै त्यसै छ घरमा पिरो खानु बान्छ नि त ल के हो तिमी त मुलाको अचार खान्छु भने होइन हाल्नै बिर्सेछु हाल्नै बिर्सिरा केही छैन अब नेक्स्ट टाइम गाउँलाई प्राङ्क भिडियो गर्नुपर्ने थियो के प्राङ्क गर्छु म सबै थाहा पाइहाल्छु होइन तर युट्युबरहरूले के पो म सब थाहा पाउँछु के प्राङ्क गरौँ त त्यही त सब थाहा पाइदिन्छु म मेरो नेल चाहिँ सबै झऱ्यो छोरा पनि नरम भएछ है कसरी छोला पोलेर बनाउने हो नि बहुत मजा तर मलाई कस्तो रिग्रेट लाग्छ भने किन मैले कन्टिन्यू गरिनँ भनेर क्या उसको पनि छ युट्युब च्यानल दुईटा भिडियो छ 1 इयर भइसक्यो ग्याप भएको है गरा भए त हुन्थ्यो होला तर कस्तो भने हाम्रो चाहिँ मेरो बानी चाहिँ कस्तो छ भने पेसेन्ट लेभल छैन क्या अगाडि नै राम्रोसँग ग्रोअप भएन भने मलाई फेरि त्यो पुरा गिभअप गर्ने बानी छ क्या त्यस्तो बानी राम्रो होइन तर मेरो त्यस्तै बानी छ के गर्नु तिमी कति पढाउँछ पनि होइन कति क्लासले बच्चाहरूलाई होला नि त स्यालेरी राम्रो होला नि त दुइटैको दिन्छ होला नि स्यालेरी बास ट्यालेन्ट छ दिँदैन स्यालेरी राम्रो हेर्नु भन्नु राम्रो दिन्छ भयो तिमीलाई औरी यु आर फायर दिइरहेको क्या बुटन र भात हाल्यो त नखाउँ न मलाई अयो कस्तो कमाउनु गाह्रो भयो मिल्ने भयो है हामीलाई यसरी बानी भइसक्यो क्या मिल्ने भयो काखमा राखेर खाने
यस्तो अरू नेवारी प्रपरली गर्न पाए भयो आज हाम्रो प्लान नेवारी ड्रेस लगाएर नेवारी खाना खाने थियो यो फुड मान्डुले धोका दिएर फुड मान्डु आमा ढुङ्गा भा खाजा दाँतको टेस्ट हो क्या रन मछली सर्ग्यो के पाइ खाऊ न त्यो फुड मान्डुको मान्छेले सरापिरहेको क्या यिनीहरूले गरेर भन्ने के यिनीहरूले गरेन उनीहरूले उयो गरे भने होइन हाम्रो त्यही भएर लिएर आउनु भनेको मैले धेरै फुडे ट्राई गरेको थिएँ नक्सँग मैले दुखिरहेको डाक्टर ससँग भएर जानुपर्छ जस्तो डेन्जिस हो धरानको कम्ता हेर्न लाग्दैन डेन्टिस भने चाहिँ थाहा छैन मलाई डेन्टिस्ट हो डाक्टर शशाङ्क अहिले काठमाडौँ आएको छ नि भेट्नुपर्छ यहाँ जो प्लिज हमें फॉलो कर दो कर दे चाहिए को बिजली पानी के सर्क्यो हो जस्तै यार मजा आयो जस्तै फ्राई गरेको थिएँ मैले ढुङ्गा चोपा जस्तो भयो छोराले हुन्छ भुटान त ढुङ्गा अहिले त फोन बेला हेर्न पर्दैन गेस्टलाई त्यसो भने बिचरामा जे पाए त्यही कस्तो सर्केको हामीले हाम्रो खाना पनि सक्ने लाग्यो पुगे चाहिँ इनफ है काँक्रो खाऊ न खान्छ अब लास्टमा हामी चाहिँ एकदम डाइट उयो हो क्या त्यही भएर जाने म होइन म डाइटमा बस्न थाल्यो भने त म त्यो तिमी आफै सोच न के होला तिम्रो हालत म डाइटमा बस्यो भने त यस्तो हुन्छ अहिले पनि त्यस्तै छौ त्यही भएर त भने त उयो टन्न भयो धेरै धेरै धन्यवाद यति मिठो खानाको लागि बोलाएको अनि अर्को त तिम्रो युट्युब च्यानलमा मलाई बोलाएकोमा धेरै धेरै धन्यवाद अरू त्यही हो सबैजनाले हेरेर रमाइलो गरिदिनु अनि हाम्रो मिसको च्यानल
सबैले सब्सक्राइब गरिदिनु अनि के कुरामा इम्प्रुभमेन्ट चाहियो भने कमेन्ट गरिदिनु होला हैन त्यो चाहिँ एकदम इम्पोर्टेन्ट अनि तपाईहरुलाई पनि एकै नाचको भिडियोहरु हेर्दै हेर्दा वाक्क लाग्यो भने नयाँ भिडियो चाहिएको छ भने टक्क कमेन्ट गर्नु अनि त्यही अनुसारको भिडियो लिएर आउँछौँ हैन राइट किनकि सबैजनाको पर्सपेक्टिभ भ्यू चाहिँ एउटै हुन्छ एउटै हुँदैन नि त कसैले के रुचाइरहेको हुन्छ कसैले के रुचाइरहेको हुन्छ त्यही भएर तपाईहरुलाई कस्तो खालको भिडियो चाहिन्छ नेक्स्ट भिडियो प्लिज कमेन्ट डाउन सबै सके है मेरो चाहिँ यसको लसुन धेरै भइसक्यो त र यति भने चाहिँ आजको लागि बिदा लिन्छौँ हामी भेटौँ नेक्स्ट भिडियोमा नेक्स्ट भिडियो तबसम्मको लागि Bye bye. Love you all of guys. Yeah, boy.